भर्छु के ल है यसो तयारी हुँदैछ अब पहिले अलिकति एउटा मोटर चाहिँ खोजेर ल्याउँछ दाउरा के दाइ अलिक तलै भर्छु के अलिक माथि दुईटा चाहिँ माथि टाढ पारेर पावा नि ए ऊ काठ अब कहाँबाट ल्याउनु दौरै छ नि ल यस्तो लोकेसन छ यहाँ चाहिँ तयारी हुँदैछ यहाँ चाहिँ सर हाम्रो चिसो शीतल खाँदै हुन्छ ल शनिबार हामी चाहिँ यस्तो तरिकाले मनाउँदैछौँ ट्याक्कसँगले खोलामा शङ्करजी पुरा यहाँ लसुनको च्याउँदै हुनुहुन्छ ठिक छ सर ठिक छ मजा भइरहेछ होइन त रमाइलो भइरहेछ होइन थोड़ा मसाला काट्दा ओर्दा कस्तो खोजेको हेर्नु पर्यो चल्लाहरूले पनि हुन्छ 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 टुक्रा हुन्छ क्या सबै फोहोर आउँछ ठिक छ हुन्छ नि पहिले एउटा तोडा त हुने हो नि लगभग 50% भइसक्यो टमाटर हाले हुन्छ दाइ अब तासिन थाल्यो पानी हालेर एकलो छोडिदिनु तल लागिसकेको छ ब्याट डढेको हो क्या लसुन पाकेको छैन ब्याट डढेको बनाउँदा अझ लसुन पाकेको लोकल हो त लोकल हाले टाइम लाग्छ नि त पाक्नु त टमाटर हालिदिनु दाइ सबै टाँसिएको छोडिदिन्छ प्याज हो क्या यहाँ डढेको प्याज हो क्या थोरै पानी हालेर खोप्दैन नसक्दैन दुईतिर चलाएको यसो गर्छ त्यहाँबाट हुन्थ्यो ल यस्तै छ अब चाहिँ हामी चाहिँ अब रेडी भयो मेहनत गऱ्यो 1.5 घन्टा बल्ल चाहिँ मुखमा छिराउने बेला भइसक्यो चिज चाहिँ यो जर्किनकै है अब सानोतिनोले त पुग्दैन यता छ ल सबैजना हाय एकचोटि दाइ सर शेष ल इन्जोय है आज ह्याप्पी सटरडे